जय श्रीराम। आज फेरि म तपाईँहरूलाई केही सुनाउन आएको छु। मान्छेको लाइफमा कुनै पनि किसिमको प्रब्लम आयो भने, बाधा अर्चन आयो भने मान्छे मन्दिर कुद्छ होइन। र त्यहाँ गइसकेपछि जस्तो कि इक्जाम्पलको रूपमा मलाई अगाडि बढ्नु छ, मलाई धेरै पैसा चाहिएको छ भन्दाखेरि भगवान्सँग प्रे गर्छ, भगवान् मलाई धेरै पैसा म कसरी कमाउने, कसरी बनाउने भन्ने हुन्छ होइन। त्यो भन्दा भन्दै ठ्याक्कै आरती आउँछ कि, अनि आरतीमा चाहिँ आरती लिनुभन्दा अगाडि त्यसमा चाहिँ केही दक्षिणाहरू हाल्नुपर्छ। तर मान्छे चाहिँ आफ्नो खल्तीबाट यस्तो गडी निकाल्छ पैसाको, त्यहाँ चाहिँ ठुलो ठुलो नोट हुन्छ, 1000, 500, 100, 50, 10 रुपियाँको होइन। तर सबभन्दा सानो नोट त्यो आरतीमा हाल्छ। वाइ? बिकज आफूमाथि डट हुन्छ कि मैले यो पैसा दिएँ भने यो पैसा वापस आउँदैन भनेर। कहाँ गएको हुन्छ त? सबभन्दा पवित्र स्थल मन्दिर, भगवान्सँग केही माग्नको लागि। र त्यहाँ पनि कन्जुसै कि। ए महोदय, त्यसरी हुँदैन, अलि दिल खोल्नु पर्यो कि। जय श्रीराम।